हेलो ह्याप्पी न्यू इयर। यो चाहिँ मैले न्यू इयरको दिनमा मिनी ब्लग बनाएको हो। हामी चाहिँ न्यू इयर सेलिब्रेसन गर्नको लागि चाहिँ जेठान दिदीको घरमा गइरहेको छौँ। अहिले चाहिँ हामीले चाहिँ सल्लाह गरेको थियौँ नि त, हामी रिलेटिभ्स मात्रै भेला भएर चाहिँ सेलिब्रेट गर्ने भनेर। अनि यो बाटोमा हेर्नु न स्नो जमेको कस्तो राम्रो देखेको छ है। अनि हामी चाहिँ जेठान दिदीको घरमा पुग्यौँ होइन। मेरो 3टा नानीहरू अनि मेरो हस्बेन्ड चाहिँ हामी गइरहेको छौँ। स्नो एकदमै परिरहेको थियो रातिदेखि नै होइन। 2जना चाहिँ अघि नै गइहाल्यो, कान्छी चाहिँ यहाँ हिँडिरहेको छ अनि मेरो हस्बेन्ड भयो। अनि यहाँनिर चाहिँ सेलरोटी पकाइरहेको छ होइन हाम्रो भान्जी बुहारीले, एकदमै दामी भएको थियो रोटी पनि। अनि यता चाहिँ मेरो जेठाजु र मेरो हस्बेन्डले चाहिँ सुँगुरको मासु पोलिरहनु भएको छ बारबिक्यू। अनि यो खानेकुरामा चाहिँ नि यहाँनिर प्याजी बनिएको छ होइन, देउरानीले पकाएको। यो पनि देउरानी र जेठान दिदीले पकाउनु भएको मोमो। अनि यो व्हाइट पास्ता चाहिँ नि मैले पकाएको हो होइन। अनि यता ठोक्रे पनि छ। यो चाहिँ मोमोको अचार भयो होइन। अनि यता चाहिँ पाकेको सेल भयो है। अनि त्यसरी चटपटे पनि बनाएको थियो होइन। अनि बारबिक्यू मासु भयो। अनि यता चाहिँ भान्जी बुहारीको नानी भयो, खेलिरहेछ है। ऊ भर्खर 1 वर्ष पुगेको। रमाइलोको लागि अरूहरूले चाहिँ तासहरू पनि यसरी खेलिरहेको छ। त्यहाँनिर चाहिँ देउरानीको छोरी अनि मेरो छोरी खेलिरहेछ क्या उनीहरू। देउरानीको छोरा भयो, यो चाहिँ मलाई हाई भन्दैछ। आधाको रुममा उनीहरू चाहिँ खेलिरहेछ नि त। अनि मेरो जेठानी दिदीको छोरा चाहिँ यहाँ बसेर गेम खेलिरहेछ ऊ चाहिँ। आजको ब्लग यति नै। थ्याङ्क यू सो मच गाइस।